यहोशू 18 अध्याय। बाँकी देशको विभाजन। अनि इजरायलीहरूका सारा समुदाय सिलोमा जम्मा भयो र त्यहाँ भेट हुने पाल टाङ्यो। त्यो देश तिनीहरूका अधीनमा भइसकेको थियो, तर इजरायलीहरूमा आफ्नो अधिकार भाग नलागेका अझै 7 कुल बाँकी थिए। यसकारण यहोशूले इजरायलीहरूलाई भने, तिमीहरूका पिता पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति दिन ढिलो गर्छौ? अब कुलै पछि 3 जना मानिसहरू तिमीहरूका निम्ति नियुक्त गर। म तिमीहरूलाई पठाउने छु र तिनीहरू गएर देशमा घुमेर आफ्ना अधिकारको निम्ति भाग लेखेर म कहाँ फर्केर आउनेछन्। तिमीहरूले 7 भागमा बन्डा गर। यहुदा दक्षिणमा आफ्नै सिमानाभित्र र योसेफको घराना चाहिँ उत्तरतिर तिनीहरूकै सिमानामा रहनु पर्नेछ। तिमीहरूले त्यो देशको 7 भागको विवरण लेखिसकेपछि म कहाँ ल्याऊ, अनि परमप्रभु हाम्रा परमेश्वरको सामु तिमीहरूका निम्ति म चिट्ठा हालिदिनेछु। तर लेवीहरूलाई तिमीहरूमध्ये केही भाग हुने छैन, किनकि परमप्रभुको पुजारी पद नै तिनीहरूको अधिकार हो। गाद, रुबेन र मनस्सेको आधा कुलले पूर्वपट्टि यर्दन पारी परमप्रभुका दास मोसाले दिएका तिनीहरूका आफ्नो अधिकार पाएकै छन्। तब ती मानिस उठेर गए, अनि यहोशूले सो देशको नक्सा बनाएर ल्याउन जानेहरूलाई यसो भनेर आज्ञा दिए, जाऊ, सो देशभरि घुम र त्यसको वर्णन लेखेर म कहाँ फर्केर आऊ, र यहाँ सिलोमै परमप्रभुको सामु तिमीहरूका निम्ति म चिट्ठा हालिदिउँला। तब ती मानिसहरू गएर त्यस देशभरि घुमे र सहर देखाएर 7 भाग गरी प्रत्येकको विषयमा वर्णन गरे, र यहोशू कहाँ सिलोमा भएको छाउनीमा फर्के। अनि यहोशूले परमप्रभुको सामु सिलोमा तिनीहरूका निम्ति चिट्ठा हाले, र त्यही नै यहोशूले तिनीहरूका भाग अनुसार इजरायलीहरूलाई स्वदेश बन्डा गरिदिए। बेन्यामिनको भाग। बेन्यामिनको कुलका वंश अनुसार चिट्ठा यसरी निस्क्यो। तिनीहरूका भागको सिमाना यहुदा र योसेफका कुलहरूका बीचमा पर्यो। तिनीहरूका उत्तरपट्टिको सिमाना यर्दनदेखि सुरु भएर यरियोको नजिकबाट उत्तरतिर लागि पश्चिमतिरको पहाडी देशमा उक्लेर बेत आवनको मरुभूमिमा पुगेको थियो। त्यो सिमाना त्यहाँबाट लुजसम्म यसलाई बेथेल भन्दछ। त्यसको दक्षिणतिर पुगेर तल्लो बेत होरोनका दक्षिणपट्टिको पहाडबाट अतारोत अदारसम्म झरेको थियो। अनि त्यहाँबाट सो सिमाना पश्चिमतिर लागेर दक्षिणपट्टि घुमी बेत होरोनका सामुन्नेका दक्षिणतिरको डाँडाबाट यहुदाका सन्तानहरूको किरियत बालसम्म, यसैलाई किरियत यारिम भनिन्छ, पुगेको थियो। पश्चिम सिमाना यही हो। दक्षिणको सिमाना चाहिँ किरियत यारिमको छेउदेखि पश्चिमतिर लागेर नेप्तोहको मुहानमा निस्केको थियो। त्यो सिमाना बेन हिनोमका बेसीको सामु र रपाईहरूका बेसीको उत्तरपट्टिका डाँडाको पल्लो छेउमा